एकै नजर हो मैले उसलाई देखेको सरी एकै नजर हो मैले उसलाई देखेको भाग्यमै छ कि यस्तो लाग्छ लेखेको सम्झिरहन्छु किन घरी समय रोकियो उसकै वरिपरि माया भनेकै यस्तो होला एकै नजरमा बस्दो होला मनको ढुकढुकी बढ्दो होला माया भनेकै यस्तो होला। रमाइलो लाग्यो जे होस् गायिकालाई मैले सम्झेको छु यहाँबाट विज्ञानी पराजुलीको स्वर मलाई साथ दिनुभएको छ। शब्द सङ्गीत र स्वर मेरो रहेको छ। म एकदमै धेरै भाग्यमानी ठान्छु आफूलाई कि मैले यो फिल्ममा मैले काम गर्न पाएँ, मैले गीत लेख्न पाएँ, सङ्गीत गर्न पाएँ अनि गाउन पाएँ, यो टिमसँग जोडिन पाएँ भनौँ। यो मेरो लागि एकदमै यो अविस्मरणीय काम पनि हो। रेखा दिदीको सानैदेखि फ्यान हो म अनि विशेष गरी दिदीको फ्यान चाहिँ मेरो मामु हो अनि मैले रेखा दिदीसँग काम गर्दैछु भन्ने कुराले चाहिँ उहाँ एकदमै धेरै खुसी हुनुहुन्छ। अनि हाम्रो गम्भीर दाई पनि हामी सँगै जोडिएका छौँ यसपालि। हामी त धेरै अगाडिदेखिको चिन्जानको हामी दाजुभाइ, तर काम चाहिँ पहिलोचोटि हाम्रो जुरेको छ। यो मौकाको लागि पनि सबैजनालाई धेरै धेरै धन्यवाद। धेरै लामो नबोलिकन म अब गीत थोरै गाएर सुनाउँछु उसलाई। अडिसन दिए जस्तो लागिरहेछ। एकै नजर हो मैले उसलाई देखेको सरी एकै नजर हो मैले उसलाई देखेको भाग्यमै छ कि यस्तो लाग्छ लेखेको सम्झिरहन्छु किन घरी समय रोकियो उसकै वरिपरि माया भनेकै यस्तो होला एकै नजरमा बस्दो होला मनको ढुकढुकी बढ्दो होला माया भनेकै यस्तो होला। नसुनेको क्यारेक्टर पाउँदाखेरि चाहिँ त्यसमा होमवर्क गर्नुपर्छ। मेरो लागि माया पनि त्यही थियो। माया कस्तो हुन्छ, माया भनेको कस्तो होला, के होला भन्ने कुराको केही ख्याल नभएको मान्छेले माया भनेको यस्तो चाहिँ होला भनेर अनुमान लगाएर लेखेको छु मैले। अब माया भन्ने थाहा पाउनेहरूले चाहिँ मिल्यो कि मिलेन कृपया मलाई फिडब्याक दिनु होला। प्रशान्त ढुक्क हुनु, फिल्म रिलिज भदौको 26मा हो। त्यति दिनसम्ममा माया प्रेमका प्रस्तावहरू टन्नै आइसक्छन्। शुभकामना। आज विज्ञापन पनि भयो सिङ्गल छ भनेर। ओके, अब त्यो उपहार दिनुपर्ने कुरो होइन, उपहार दिने काम सकौँ पहिला। गम्भीर हुन्छ, कोरियोग्राफी गर्नु जरुरी छ उपहारको लागि छैन रे। ओके, म यता आएँ ल, केही भनेर पनि दिने होला। सर्वप्रथम त तपाईँहरू सम्पूर्ण पत्रकार मित्रहरू जति पनि हामीले बोलाएका पाहुनाहरूलाई धेरै धेरै धन्यवाद आज यहाँ आइदिनु भएकोमा। र अहिले देशमा स्पेसली तराईको क्षेत्रमा जुन प्रकारको घटना घटिरहेको छ त्यो घटना अत्यन्तै दुःखद छ। तपाईँ हामीले सक्दो आफ्नो सामाजिक सञ्जालबाट होस् चाहे आफ्नो अभिव्यक्तिबाट राम्रो पोजिटिभली यो कुरा अलिकति सहीमा होस्, आफ्नै नजुदुन आफै जुन प्रकारको एउटा लडाइँ किसिमको वैमनस्यता देखिरहेको छ, राज्यले पनि सरकारले पनि यसलाई चाँडोभन्दा चाँडो सन्तुलनमा ल्याओस्। प्लस हामी एज अ कलाकार पनि हामीलाई कुनै पनि ठाउँको घटनाले बहुत दुःखी बनाउँछ। तराईको घटना भएका कारण पनि जति पनि प्रकारको एउटा सपोर्ट हुनुपर्ने थियो त्यति धेरै म देख्दिनँ, नजरअन्दाज गरेको जस्तो पनि मलाई लाग्छ। हाम्रा दाजुभाइ, हाम्रा कलिला बच्चाहरूले अकालमा ज्यान गुमाइरहनु भएको छ। म उहाँहरूको जसले ज्यान गुमाउनु भयो उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो घटना आजैको मितिबाट यस्ता घटनाहरूको अन्त्य हुनुपर्छ भन्ने कामना गर्छु। भगवान् श्री पशुपतिनाथले, अल्लाहले, जो हुनुहुन्छ भगवान्, हाम्रो जिसेस सबै हाम्रो लागि एउटै हो। धर्म भनेको चाहिँ मानवीयता हुन्छ मेरो विचारमा। मानवीयता
धर्म चाहिँ कायम राख्नुपर्छ जस्तो मलाई लाग्छ र माया भनेको सायद यस्तै हो होइन मानवीय धर्म निभाउनुपर्छ होला र यो तपाईँलाई मेरो गिफ्ट तपाईँलाई धेरै धेरै शुभकामना देउजी तपाईँले बहर यस्तो परिस्थितिमा पनि जुन प्रकारको चलचित्र निर्माण गर्ने प्रेरणा दिनुभयो तपाईँको आफन्तलाई र तपाईँले जुन प्रकारले चाहिँ चलचित्र बजारमा ल्याउँदै हुनुहुन्छ यो आँट यो हिम्मतका लागि धेरै धेरै बधाई शुभकामना तपाईँलाई तपाईँले एकदमै राम्रो होस् सम्पूर्ण टिमलाई तर थ्याङ्क यू सो मच मैले अहिले पनि रिपिट गरेँ विशेष गरी यो गिफ्ट निर्देशक रेखा थापाज्यूले प्रदान गर्नुभएको छ यो गिफ्ट मेरो मात्र नभएर हामी सबैजनाको र सम्पूर्ण नेपाली चलचित्रमा माया गर्नुहुने देश तथा विदेश बस्नुहुने नेपाली दाजुभाइहरूको लागि दिदीबहिनीहरूको लागि माया भनेकै यस्तो होला यो पुस्तकको रहेछ त दिल श्रेष्ठ हजुर अहिले सबैजना देख्नुभयो होला थ्याङ्क यू सो मच डाक्टर साहब फर द स्पेसल गिफ्ट एन्ड थ्याङ्क यू सो मच सम्पूर्ण पत्रकार मित्रहरू जसले अमूल्य समयलाई पनि समन्वय गरेर हाम्रो यस कार्यक्रममा उपस्थित जनाइदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद साथीभाइ इष्टमित्र आफन्तजनहरू र इन्टायर चलचित्रमा आबद्ध प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेर हाम्रो चलचित्रलाई उत्कृष्ट बनाउन मद्दत गर्नुहुने सम्पूर्ण टिमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु थ्याङ्क यू धेरै धेरै धन्यवाद हामी सबैमा माया सद्भाव बढ्दै जाओस् शुभकामना माया भनेकै यस्तो होला अब यता कोरियोग्राफर साहबसँग त छोटो कुरा त गर्नु पर्यो गम्भीर स्टाफ माइक चेन्ज गरौँ यो पुस्तक यता दिउँ छोटो आफ्नो कुरा अनुभव धन्यवाद दाइ सर्वप्रथम त रेखा थापा दिदीको निर्देशन भएको चलचित्रमा काम गर्न पाउँदाखेरि एकदमै खुसी छु त्यसको लागि रेखा दिदी लगायत सम्पूर्ण टिमलाई धन्यवाद पनि दिन चाहन्छु र आज भिजुअल हेर्दै जाँदाखेरि एउटा कुरा के नोटिस गरेँ भने एकजना नायकले पालै पालो 3 जना नायिकासँग रोमान्स गरेको छ होइन टाइटल चाहिँ फेरि माया भनेको यस्तै होला र यसले चाहिँ फेरि गलत शिक्षा नलिनु होला एकजना 3-3जनासँग लभ गर्नुपर्छ भन्ने किसिमको शिक्षा जाला कि भन्ने पनि डर लाग्न थाल्यो अहिले चाहिँ तर त्यस्तो होइन अब यो भिजुअल एउटा देखिए पनि फिल्ममा सायद अरू केही पनि हुनसक्छ होइन र सबैले अब हेरिदिनु भयो गीत सङ्गीतलाई माया गरिदिनु भएको छ कामलाई पनि यसो पछाडिबाट भन्दा राम्रो छ भनिदिनु भएको छ त्यही नै मेरो लागि सबैभन्दा ठुलो कुरा र भदौ 26 गते फिल्म रिलिज हुँदैछ त्यसको लागि सम्पूर्ण हामी टिमलाई अल द बेस्ट र सबैजना हलमा आइदिनु होला हेर्नलाई त्यही भन्न चाहन्छु थ्याङ्क यू असाध्यै मिठो सुन्दर कोरियोग्राफी र साँच्चीकै डाहा लाग्दो लोभ लाग्दो त्यो भिडियो देखेपछि दिल श्रेष्ठ ठाउँमा म भावे के चाहिँ हुन्थ्यो होला साँच्चीकै म यता छेउमा उभियो नम्रतासँग जोडी सुहाउँछ होइन हाम्रो जोडी जम्न खोज्छ के कुराले गर्दा बिग्रिन्छ माया भनेकै यस्तो होला दिल श्रेष्ठजी विवाह चाहिँ भिडियोमा सृष्टि श्रेष्ठसँग गर्ने अनि माया चाहिँ नम्रता श्रेष्ठ र नीति शाहसँग गर्ने अनि मलाई पनि त त्यो डाहा लाग्दैन त त्यो रहर हुँदैन त यति राम्री मान्छे छेउमा देखेपछि घरै त मान्छेले बिर्सिन्छन् धन्न मैले घर सम्झिरहेको छु ओके अबका लागि नम्रता श्रेष्ठ Thank you so much, Naresh Dai. Namaste, यहाँ उपस्थित सम्पूर्ण कोर टिम मेम्बर्स अफ आवर मुभी अनि सबैजना सञ्चारकर्मी साथीहरूलाई थ्याङ्क यू सो मच सधैँ यहाँहरूको सपोर्टको लागि वेलकम पनि हाम्रो गीत सबैजनाले मन पराइदिनु भयो होला भन्ने आशा छ अब कन्फ्युजन त होला पक्कै पनि सृष्टि दिदीसँग बिहे भएको छ नीति पनि रोमान्स गरिरहेछ फेरि मेरो पनि छुट्टै चलिरहेको छ
अब गलत सन्देश अघि गम्भीर दाइले भन्नुभएको जस्तो नजाओस्, यो एउटा सिचुएसनल कन्सेप्ट हो जुन चाहिँ तपाईँहरूले मुभी नै हेर्नुपर्छ। यसलाई डिकोड गर्नको लागि चाहिँ हाम्रो मुभी तिजको अवसर पाएर भदौ 26 गते आउँदैछ देशभर, हेर्नु होला। रेखा दिदीले डिरेक्ट गर्दै हुनुहुन्छ, एकदमै राम्रो बनेको छ मुभी। अब दिलजीको भाग्यको त कुरै नगरौँ, जोक्स अपार्ट मुभीमा देखिहाल्नु भयो होला। मैले अगाडि र पछाडिको फ्रेम चाहिँ त्यति धेरै देखेको थिइनँ, तर आई क्यान ओन्ली स्पिक अन माई बिहाफ। हामी चाहिँ कोशी गएको थियौँ, यहाँले देखि पनि सक्नुभयो होला। र त्यो एक दिन पग्लिन मात्र बाँकी थियो। हामी पिक गर्मीमा पुगेका थियौँ अनि दिउँसो 2 बजेसम्म घाम पनि लागेको थिएन, के गर्ने अस्तव्यस्तमै थियौँ। जति प्लान गर्दाखेरि पनि नेचरको अगेन्स्ट त जान सकिँदैन। फेरि हामी ट्राभल गर्दा सबैजना थाकेको थियौँ। दिलजी पनि कन्टिन्यू सुटमा हुनुहुन्थ्यो, म आफ्नो काममा थिएँ, सुदीप दाहरू सुटमा हुनुहुन्थ्यो। एकदमै दुःख पाएको थियो, तर अल इज वेल द्याट एन्ड्स वेल भन्छ नि। लास्टमा फ्रेम यति राम्रो आयो, सो त सबै मेहनत चाहिँ इट वाज अल वर्थ इट। र जहाँसम्म मेरो एक्सपिरियन्स छ यो टिमसँग काम गर्दाको, एकदम रमाइलो भयो, एकदमै राम्रो मेमोरी पनि क्रिएट भयो, एकदमै जस्ट धेरै कुराहरू सिक्न पाएँ। थ्याङ्क यू सो मच रेखा दिदी स्पेसली, उहाँको डिरेक्सनमा धेरै कुराहरू थाहा पाएँ। प्रब्लली मलाई मेरो नेक्स्ट मुभीको लागि कति कुराहरू सजिलो हुनेवाला छ। सो त्यही हो, इट वाज अल इन अल अ भेरी गुड एक्सपिरियन्स। अनि थ्याङ्क यू सो मच अगेन। भदौ 26 गते है। थ्याङ्क यू। धेरै धेरै शुभकामना। नम्रतालाई अझ बढी खुसी मिलोस्। अब तपाईँहरूको जिज्ञासा यो टिमलाई, पत्रकार सञ्चारकर्मी साथी सुनौ, यो माइक म कसलाई दिउँ? मैले अस्ति पनि भनेको थिएँ होइन, टेक्निकली स्पिकिङ इट्स अ केमिकल रियाक्सन होइन, तर अब एकदमै फिलोसोफिकल भन्नुपर्दा चाहिँ आई थिङ्क आफूभन्दा अगाडि अरूलाई राख्नु नै माया हो जस्तो लाग्छ। तर अहिलेको कन्टेक्स्टमा चाहिँ अरूलाई भन्दा अगाडि आफैलाई राख्नु पर्दो रहेछ। त्यसैले माया भन्ने चिज चाहिँ तपाईँबाट सुरु हुन्छ, जुन चाहिँ तपाईँले आफूबाट बाहिर सबैजनालाई बाँड्ने कुरा हो जस्तो लाग्छ। डजन्ट नेसेसरीली ह्याभ टु बी रोमान्टिक रिलेसनसिप्स। मैले नरेश दाइलाई गर्ने माया पनि माया हो, मैले रेखा दिदीलाई सबैजनालाई गर्ने माया पनि माया हो। त्यसैले मायालाई चाहिँ एउटा दायरामा बाँधेर राख्न सकिन्छ जस्तो चाहिँ लाग्दैन मलाई। जस्तो दुईवटा करिब जेनेरेसन अलिकति ग्याप नै छ होइन, समय ग्याप छ नि त आगमनको हिसाबले। तपाईँले रेखाजीलाई सिनियर भएको हिसाबले सेटमा कतिको माया दिनुभयो र उहाँबाट तपाईँ जुनियर हुनुहुन्छ नि, उहाँ सिनियर भएको हिसाबले तपाईँले उहाँबाट कतिको माया पाउनुभयो, एक अर्कालाई कतिको सहकार्य गर्नुभयो होइन। अब क्यामेरा अगाडि त एकदम राम्रो देख्छौँ क्या हामी, अलिकति उता पर अगाडि कुरा काटिहालेको कसरी थाहा पाउनुभयो? होइन। खास चाहिँ होइन, के छ कस्तो छ तपाईँहरूको एक अर्काप्रतिको माया सम्मान भन्नु? मलाई चाहिँ अनेस्टली स्पिकिङ दिदीसँग एकदमै डर लाग्थ्यो। सुरुमा अति नै धेरै डर लाग्ने होइन, एक त आफूभन्दा एकदमै अग्रज, काममा पनि, उमेरमा पनि, एक्सपिरियन्समा पनि। अनि दिदीले फोन गर्दा चाहिँ सुरुमा थर हुन्थ्यो। म राम्रोसँग कुरा हुनु अगाडि चाहिँ डर लाग्थ्यो क्या। अनि पछि बुझ्दै गएपछि चाहिँ हामी दिदी मोनिटर पछाडि हुँदा अरूको सर्ट हुँदाखेरि पनि म साइडमै हुन्थेँ, अनि दिदी र मेरो गसिप सेसन चलिरहेको हुन्थ्यो होइन। हामी त त्यहाँ कुरा गर्न भ्याउँथ्यो। अनि उहाँको सानी छोरी आउनुहुन्थ्यो वैभवी, अनि उसँगको बन्डिङ। सो त्यो देख्दाखेरि चाहिँ सी इज जस्ट अनदर वुमेन, हामी जस्तै त हो नि। त्यो इनर चाइल्डभित्र छ, बच्चै त हुनुहुन्छ। दिदी पनि सिरियस हुने ठाउँमा एकदम सिरियस, माया गर्नुपर्ने ठाउँमा एकदम माया पनि गर्ने। सो त्यो देख्दा चाहिँ साथी जस्तो एउटा बन्ड चाहिँ भयो होस्। सेम क्वेसन। एकदमै रमाइलो भयो। मलाई चाहिँ अलिक फरक गर्नु मन थियो यो फिल्ममा, र मैले 3 जना नेत्रपालहरूलाई लिएँ, किनभने मेरो ब्याकग्राउन्ड पनि ब्युटी पेजेन्टबाटै आएको भएको हिसाबले कहीँ कतै एउटा अट्याचमेन्ट त डेफिनेटली भइ नै हाल्छ। र तिनैजनाको एकदम उत्कृष्ट काम, एकदमै राम्रो काम। नम्रता त झन् अलिअलि नेचर मेरो जस्तै रहेछ, अलिकति चञ्चले, त्यही भएर पनि अलिअलि कुरा अलिकति ठ्याक ठुक त साइलेन्ट, तर उसलाई पनि थाहा छ, मलाई पनि थाहा छ कि साइलेन्ट त्यस्तो त फेरि सेम मेरो चाहिँ नेचर के हो पनि होइन। एकदम चञ्चलता देखाउनु पर्ने, उठिनु पर्ने भनेको ऊ र म अरूको सिन हुँदाखेरि पनि अघि नम्रताले भने जस्तो पछाडि ब्याकग्राउन्डमा मोनिटरमा बसेर गसिप चलिरह नै रहन्थ्यो। सिज गुड। तर मेरो सजेसन चाहिँ अझ बढी ब्राइट फ्युचरको शुभकामना दिन्छु। अझै कम्फर्ट, अरू निर्माता अरू फिल्म गर्दा पनि अझै कम्फर्ट जोनमा रहेर काम गरिदेऊ, तिम्रो भविष्य उज्जवल छ। माया भनेको कस्तो हुनुपर्छ नि? एउटै पुरुषले यसरी 3 जना महिलासँग माया गर्न सही हो कि गलत तपाईँको विचार? माया त जति सक्यो त्यति बाँडेको राम्रो हो नि। अनि भगवान् कृष्णले पनि कति 16,000 गोपिनीलाई माया गर्नुहुन्थ्यो, त्यो गलत हो त होइन?
16,000 भनेको जस्तो लाग्छ 100 हो ल ओके मैले 1600 नै भनेर थिएँ तर 1000 एनिवेज तर माया भन्ने चिज चाहिँ मेरो आफ्नो मैले आफूले भन्दा पनि म त एकदम आकाशभन्दा त्यो फराकिलो हो धरती जहाँसम्म एन्ड हुन्छ त्योभन्दा पनि उता सबैलाई अटाउने हृदय हुनुपर्छ जस्तो लाग्छ मायाको एउटै परिभाषा हुँदैन माया गर्ने बित्तिकै त्यो मान्छेसँग बिहा नै हुनुपर्छ त्यो मान्छे श्रीमती नै हुनुपर्छ या श्रीमानै हुनुपर्छ भन्ने व्याख्या गलत हो तर एज अ प्रेमी तिमी मेरो प्रेमी हुन सक्छौ अनि एउटा प्रेम त प्रगाढ हुनुपर्छ प्रेम त जो कहिले पनि बाँड्ने चिज हो त्यो प्रेमको अभाव भएर त आज हेर्नुहोस् न हाम्रो देशमै पनि कति घटनाहरू घटिरहेको छ कति अस्तव्यस्त भइरहेको छ के को कारणले भन्दा प्रेम नरहेर एकअर्कामा आत्मीयता नभएर प्रेमको बिस्तारै बिस्तारै त्यो चिज नै अन्त्य हुँदैछ त्यसकारण प्रेम माया चाहिँ एकदम बढाउँदै जानुपर्छ यसलाई गलत व्याख्या चाहिँ गर्नु समाजमा त एउटा श्रीमती हुँदाहुँदै अरूसँग प्रेम गर्नु चाहिँ एकदम गलत मान्छ श्रीमतीलाई गर्ने प्रेम र साथीलाई गर्ने प्रेम त फरक पर्छ नि तपाईँ हाम्रै चलचित्र विरुद्धमा पनि घरमा श्रीमती हुँदाहुँदै आफ्नो समकालीन साथीहरूसँग सहकार्य गरेको देखि नै रहेछौँ नि हामीले त्यो गलत हो त प्रेम भन्ने कुरा एकजना मान्छेसँग मात्रै हो नि त त्यसो त मेरो मम्मी र बुवा मात्रैसँग हुनुपर्ने मेरो छोरीसँग किन भयो मेरो श्रीमानसँग किन भयो त त्यसो पहिलो हकदार त मेरो बुवा र मम्मी हो नि त प्रेमको त तर किन पछाडि बिस्तारै हुर्किँदै गएपछि समाजको माया हुन्छ राज्यको माया हुन्छ साथीभाइको माया हुन्छ परिवारको माया हुन्छ उसको अर्को परिवारको माया हुन्छ माया भन्ने कुरा त जति तन्कायो त्यति राम्रो कुरा हो माया त म त भन्छु खुलेर बाँड्नुहोस् मायामै लिप्त हुनुहोस् मायाले नै तपाईँ पग्लिनुहोस् मायामै रमाउनुहोस् कहिले पनि कोही दुश्मन हुँदैन यदि माया तपाईँसँग कुटके छ भने थ्याङ्क यू त्यो त भदौ 26 गते हेर्नुपर्छ माया भनेको यस्तै होला होइन मैले भनेको चाहिँ त्यो हेरेपछि अझ बढी क्लियर भइहाल्छ र तपाईँहरूले वा यो रहेछ नि त तरिका भन्ने पनि हुन्छ हामीले माया गर्न सिकाइरहेका छैनौँ माया भनेको चाहिँ यस्तो हुनुपर्छ होला भनिरहेका छौँ होइन मेरो श्रीमान त के मेरो बुवाले नै कति मान्छेहरूलाई माया गरेको मेरो आँखाले देखेको छु मेरो बुवाको सन्तान हो नि म त्यसकारण मायालाई म सकारात्मक ढङ्गले हेर्छु मेरो बुवाका पनि त कति केटी साथी हुँदाखेरि मेरो मम्मीलाई जेलस भयो होला नि त होइन तर त्यहाँ कहिले पनि मैले विवाद देखिनँ किनभने एउटा पुरुषको 50 जना साथी केटी साथी नरेश दाइ तपाईँको कति केटी साथी हो आई लभ यु दाइ अब के गलत छ यहाँ माया भनेको मेरो श्रीमानले 3 जना होइन हजारौँ केटी आफ्नो साथी बनाउँदाखेरि मलाई चाहिँ लाग्दैन माया भनेको त त्यो त ब्लसिङ हो माया गर्ने हृदय चाहिन्छ त्यही नभएर गाह्रो भइरहेछ यहाँ ओके अब यो मायाको कुरामा दिल श्रेष्ठलाई चाहिँ किन नसोधे माया गर्ने मान्छे उहाँ नै हो व्यक्तिगत जीवनको माया प्रेमको बारेमा चर्चा गरौँ मैले आजको दिनमा व्यक्तिगत भन्दा पनि हाम्रो चलचित्रसँग सम्बन्धित कुरा नै गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई हाम्रो यही पनि त्यही जिज्ञासा सबैजनामा देखिरहनु भएको छ र त्यही जिज्ञासाको आधारमा क्वेसन्स गरेको पनि मैले देखिरहेको छु एकजनाले 3 जनासँग प्रेम कसरी गर्नु सक्छ अथवा 3 जना कसरी भयो भन्ने खालको चाहिँ बढी जिज्ञासा भयो जस्तो देख्छु इट्स अल सिचुएसनल हो यसको लागि फिल्म नै हेर्नुपर्ने हुन्छ माया भन्ने कुरा अघि हाम्रो निर्देशकज्यूले नम्रताले व्याख्या गरे अनुसारै माया कुनै पनि पलमा कुनै पनि क्षणमा कोहीसँग पनि हुनसक्छ कि त्यो कन्ट्रोलभन्दा बाहिरको कुरा हो जस्तो लाग्छ मलाई तर हाम्रो यो चलचित्रमा जुन 3 जना नायिकाहरू बिचको जुन रोमान्स छ एकजनासँग विवाह र 2 जनासँगको डेटिङ अथवा वाटेभर कसरी हजुरले लिनुहुन्छ यसको कुनै गलत प्रचार छैन यो सिचुएसनल लभ स्टोरी मुभी हो फ्यामिली ड्रामा हो हामी सबैजनाले गएर हेर्न मिल्ने र हजुरले यसको डिटेल्समा बुझ्नको लागि त चलचित्र माया भनेको यस्तै होला भदौको 26 गतेबाट सबै हलहरूमा नेपालभरि प्रदर्शनहरू गइरहेको छ एक्चुअली हेर्नु होला त्यहीँबाट तपाईँहरूले माया भनेको कस्तो होला भने त्यसको मर्म बुझ्नुहुनेछ थ्याङ्क यू फिल्ममा हजुर सिनमा त्यही त अब यो कथावस्तुमा चाहिँ अब
एकजनासँग विवाह भएको नै देखिएको छ होइन। ओके, अब त्यो बढी माया त्यही नै हुन्छ होला जहाँसम्म लाग्छ हजुरले सोधेको क्वेसन्सको एन्सरमा। तर यति एन्सर मात्र चाहिँ सीमित छैन, एकदमै क्युरियोसिटी र कौतूहलताको सब्जेक्ट छ माया भनेको यस्तै होला। अवश्य फिल्म हेर्नै पर्छ अनि मात्रै यसको मिनिङ र त्यसरी तीनजना नायिकाहरूसँग रोमान्सलाई कसरी यदि गलत मिनिङ बुझिराखेको छ भने त्यस्तो केही पनि छैन। इट्स अ सोसियल मुभी, सबैजनाले घरको परिवार सबैजना बसेर हेर्न मिल्ने मुभी हो र त्यहाँ कसै पनि कहीँ पनि हजुर गलत पाउनुहुन्न। दिल्ली जस्तो कुन चाहिँ हिरोइनसँग चाहिँ बढी कम्फोर्टेबल तपाईँलाई? ए ओके, काम गर्नको लागि यो तिनजनासँग छ नि त एउटा सिक्वेन्स काम गर्ने सिलसिलामा बढी कम्फोर्टेबल मैले सृष्टि र नीतिसँग नै पाएको हो। त्यसो भनिरहँदाखेरि नौदासँग होइन भन्ने होइन, यति ब्युटिफुल सङ देख्नुभयो होइन, यति राम्रो केमिस्ट्री देख्नु भएको छ। सो ओभरअल सबैले कोअपरेट गर्नु भएको छ, सपोर्ट गर्नु भएको छ, अल आर कोअपरेटिभ सपोर्टिभ। थ्याङ्क यू। जस्तो मैले माया भनेकै यस्तो होला भन्ने छ, मैले यो गीत हेर्दै गर्दाखेरि गीतमा जुन गीतको सब्जेक्टले चाहिँ गीत सुन्दै गर्दा र गीतको त्यो के अरे त्यो ओडको पछाडिको पिक्चर छ नि एकदम रोमान्समा छ क्या। हजुर, फिल्म के रोमान्समा बनेको छ अनि परिवारमा पनि हेर्न मिल्छ भन्नुभएको छ। हजुर हजुर। अब त्यस्तो खालको रोमान्स छ भने त परिवारमा दाजु बहिनी आमा दिदी बहिनी ल्याउँदा त लाज हुने होला नि। हाम्रो जुन कौतूहलता एक्ज्याक्टली जुन कौतूहलता हजुरले राख्नु भएको छ, हजुरको जानकारीको लागि यो हाम्रो प्रमोसनल सङ पनि हो फर्स्ट अफ अल। त्यसले गर्दाखेरि हजुरले त्यो जुन चिजहरू ग्ल्यामर्सहरू देख्दाखेरि चाहिँ अझ बढी केही छ कि भन्ने खालको त्यस्तो लागेको हुनसक्छ, मलाई जहाँसम्म लाग्छ त्यस्तो केही पनि छैन, त्यो त्यतिमै सीमित छ। सो सबैजना परिवारले गएर हेर्न मिल्ने, बुवा आमा छोरा छोरी दाजुभाइ दिदीबहिनी सबैजनाले गएर हेर्न मिल्ने चलचित्र छ। हजुरले सोचे जस्तो कथाले देखाए जस्तो गीतले देखाए जस्तो रोमान्स त छ। रोमान्सपछि पारिवारिक रोदन र त्यसपछि विशेष गरी के छ भने हाम्रो चलचित्रमा एउटा बुवा र छोरा बिचको सम्बन्धलाई नै विशेष गरी देखाइएको छ। अब नायक नायिकाजीहरू बिचको रोमान्स आफ्नो रोमान्स छ, त्यही कथाभित्र रहेर चलचित्र अगाडि बढेको छ। तर यो विशुद्ध एउटा बुवा र छोरा बिचको सम्बन्धको कथावस्तुमा बनेको चलचित्र हो। एउटा बुवाले आफ्नो परिवारलाई स्थापित गर्नको लागि, परिवार चलाउनको लागि, परिवारलाई संस्कारिक बनाउनको लागि होइन कति ठुलो योगदान हुन्छ होइन छोराछोरीहरूप्रति। स्पेसली बुवा र छोरा बिचको कथामा जोडिएको चलचित्र छ। हामी जतिसुकै यहाँनिर ग्ल्यामर्स देखिरहँदाखेरि पनि हजुरले यसलाई नेगेटिभ नबुझिकन त्यसै कारणले पनि भन्छु बुवा र छोरा बिचको सम्बन्धको कथावस्तु भएको कारणले गर्दाखेरि चाहिँ यो पारिवारिक फिल्म हेर्न सक्छौँ हामी सबैजना। थ्याङ्क यू सो मच। अब यस्तो छ, यो मैले एउटा म्युजिकल लभ स्टोरी मुभी हो, त्यो त रोमान्स त छँदैछ। तर यसमा त जति सरले सोध्नु भएको थियो कि हामी परिवारसँग कसरी हेर्न मिल्छ त भन्ने क्वेसनको एन्सर मात्रै गरेको हो। तर त्यसको मेजर थिम चाहिँ गएर एउटा बुवा र छोरा बिचमा गएर टुङ्गिएको छ। थ्याङ्क यू। लभमा रोमान्सको म चाहिँ फेरि सानोदेखि अब नढाँटी भन्नुपर्दा बलिउड मुभी हेरेर हुर्केको भएर होला एकदम अनरियलिस्टिक एक्सपेक्टेसन छ क्या आफ्नो पार्टनरबाट। अब द्याट पर्सन ह्याज टु बी भेरी रोमान्टिक होइन। अब त्यो हुन्छ नि सानो बेलामा हुर्किँदाखेरि अब पुरा चाँदनीको त्यो सङहरू हेरेर हुर्केको होइन। सो आई वुड डेफिनेटली वान्ट माई हस्बेन्ड टु बी लाइक शाहरुख खान, त्यो बेलाको सलमान खानवाला रोमान्टिक। सो या द्याट्स भेरी इम्पोर्टेन्ट नो। एउटा थपिहाल्छु, तपाईँले माया गरेको व्यक्ति अरू महिलासँग बाँड्न सक्नुहुँदैन? अब जान्छ भने त जाओस् न, के गर्न सकिन्छ भन्नु त। फेरि मसँग आओस् कि नआओस् त? यस्तो हो क्या, माया भन्ने कोही मान्छेलाई नबाँधेर राख्नुलाई माया हो क्या। गौतम बुद्धले भन्नुभएको थियो नि, तपाईँलाई मनपर्ने फुल तपाईँले चुडाउनु भयो भने त्यो मन परेको हो, तर त्यसलाई त्यही ठाउँमा राख्नु भयो भने त्यो माया हो क्या। उसलाई हुर्किन दिने हो, बढ्न दिने हो नि त। बाँधेर राखेको माया त के माया रहेन। थ्याङ्क यू। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। भदौ 26 गते माया भनेकै यस्तो। खोइ ध्रुव मेरो साथी आउनुहोस्, टिम पहिला चिनाइहाल्छु म, यहाँलाई भेटाउँछु। अब ध्रुव लम्साललाई पत्रकारको रूपमा हामीले धेरै वर्षदेखि चिन्दै आएको
र उहाँले केही फिल्महरू पहिला पनि लेखिसके हो। हामी पुराना कुरा आज गर्दैनौँ, नयाँ कुरा मात्र गरिरहेका छौँ। ध्रुवजी शुभकामना। माया भनेकै यस्तो होला। ल यता उभियौँ सँगै। ध्रुवजी अब यो फिल्मको डिओपीमा सुदीप बराल। खै सुदीपजी कता हुनुहुन्छ? आउनुहोस्। नाम नै काफी छ सुदीपजीको, मैले अरू कुरा केही भनिराख्नु पर्दैन। एडिटरमा बनी शाह, अर्को मान्छे, नाममै ब्रान्ड छ। अब आज गीत सार्वजनिक हुँदैछ। गीतकार सङ्गीतकार हुनुहुन्छ प्रशान्त शिवाकोटी। खै प्रशान्त भाइ आउनुहोस्। अहिलेको हिट सङ्गीतकार हुनुहुन्छ प्रशान्तजी र स्वर पनि प्रशान्त शिवाकोटीकै छ र प्रशान्तजीलाई साथ दिनुभएको छ विज्ञानी पराजुलीले। विज्ञानीजी हुनुहुन्छ भने अगाडि आइदिनु होला। र आज जुन गीत सार्वजनिक हुँदैछ यो गीतको कोरियोग्राफर हुनुहुन्छ गम्भीर विष्ट। खै गम्भीरजी असाध्यै राम्रो कोरियोग्राफर, नाम नै एक किसिमको ब्रान्ड बनिसकेको छ। धेरै कुरा केही भन्नै पर्दैन। अब यो फिल्मको डिस्ट्रिब्युटरमा करण क्रेजी, रिच इन्टरटेनमेन्ट, नाम नै काफी, अहिलेको सुपर हिट डिस्ट्रिब्युटर, एकदम प्यारो डिस्ट्रिब्युटर रिच इन्टरटेनमेन्ट। अनि डिस्ट्रिब्युटरमा एफडी, एप्पल इन्टरटेनमेन्ट सबै हुनुहुन्छ। मिक्सिङ मास्टरिङ छ यो फिल्मको लागि, गीतको लागि विषम आचार्य। कलरिस्टमा रेनिस फागो, डिजिटल राइट्समा बुढा सुब्बा, ब्याकग्राउन्ड स्कोरमा दिनेश सुनाम, पोस्टर डिजाइन विजय बस्याल। खै मिडिया कोअर्डिनेटर सुरक्षा भट्टराई, पवन भट्टराई। खै दाजुबहिनी आउनुहोस्। सुरक्षा प्रोडक्सन हेडमा सीएम भारद्वाज सुवेदी। अब प्रोजेक्ट एडभाइजरमा गजित विष्ट। खै गजित आउनुहोस्। लाइन प्रोड्युसरमा राजन घिमिरे। खै राजनजी ल आउनुहोस्। हर्ष पवन तिमी पनि माथि आऊ। मैले टेक्निकल टिमलाई अहिले यतिमा टुङ्ग्याएँ किनकि नाम लिँदै गयो भने धेरै लामो जान्छ। ल अब म कलाकारलाई पहिला बोलाऊँ न, हामी ताली बजाएर स्वागत गरौँ। हाम्रो टिमले स्वागत गर्नु पर्यो नि। कलाकार, अब प्रमुख कलाकारहरूको कुरा गरौँ ल। आदरणीय मदन कृष्ण श्रेष्ठ। यो चलचित्र मैले आदरणीय मदन कृष्ण श्रेष्ठ भनेपछि 1 मिनट समय लिएँ। चलचित्र माया भनेकै यस्तो होला। चलचित्रको नामबाट स्पष्ट हुन्छ, माया प्रेमले भरिएको चलचित्र, पारिवारिक चलचित्र। यो सँगसँगै बुबा र छोराको सम्बन्धको चलचित्र हो। र यो चलचित्रले दर्शकको मन जित्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु र यही मेरो विश्वासलाई सम्मान गर्दै कदर गर्दै एकचोटि ताली बजाइदिउँ न। र एकदम दिलदार नायक दिल श्रेष्ठ अबका लागि म स्टेजमा आमन्त्रण गर्छु दिल श्रेष्ठलाई। दिलजी आउनुहोस्। ल म दिलजीका पुराना चलचित्रका बारेमा पनि कुरा गर्दिनँ, पुराना अरू कुरा केही पनि गर्दिनँ, खाली कुरा गर्छु माया भनेकै यस्तो होलाको। र दिलजीको आज थप केही कुरा गर्छु। दिलजी ह्यान्डसम हिरो, ह्यान्डसम कलाकार, यसमा कुनै शङ्का छैन। एकदम जेन्टलम्यान, यसमा पनि कुनै शङ्का छैन। एकदम दिलदार मान्छे, यसमा पनि कुनै शङ्का छैन। आफ्नै किसिमको व्यापार व्यवसायमा उहाँको साम्राज्य छ, यसमा पनि कुनै शङ्का छैन। यसमा पनि म अरू कुरा केही जोडिन। यो सँगसँगै बडी बिल्डिङका लागि म एउटा सानो कुरा जोड्छु। आफ्नो बडी मेन्टेनका लागि उहाँ दुबईमा 6 महिना जस्तो बस्नुभयो। त्यतिखेर गजनीको बडी भनेर जुन आमिर खानको बडी थियो, त्यो बडी जसले ट्रेन गराउँथ्यो आमिर खानलाई, त्यही ट्रेनरसँग उहाँले ट्रेनिङ पनि दिएको। मैले यो कुरा किन यसरी भनेको भन्दा म फिल्म मात्रै खेलेर अगाडि बढ्छु भन्ने उहाँको सोच होइन। म वर्षको एउटा फिल्म खेलौँला, एउटा फिल्म बनाउला, अथवा म यो क्षेत्रमा त रहिरहन्छु, तर जे काम गर्छु त्यो काम चाहिँ नोटिस होस्, त्यो कामले चाहिँ दर्शकको मन जितोस्, म दर्शकको मनमा रहिरहँ, माया पाइरहँ भनेर अगाडि बढेको कलाकार मेकर हुनुहुन्छ दिल श्रेष्ठ। ल अब
अब यसरी दिल श्रेष्ठको कुरा गरिसकेपछि अब नायिकाका कुरा गरौँ। हेर्नु, दिल श्रेष्ठ, नामै दिल श्रेष्ठ। अब कति दिलदार हुनुहुन्छ, कति नायिका हुनुहुन्छ। मिस नेपालहरू हेर्नुहोस्, सृष्टि श्रेष्ठ, नीति शाह, अर्को मिस नेपाल पनि हुनुहुन्छ उषा खड्गी। अब उहाँहरू सबैजना जानकारी गराएर आज उपस्थित हुन म सक्दिनँ, विशेष कामले हामी बाहिर छौँ भन्नुभएको छ। अब हामीसँग हुनुहुन्छ मिस नेपाल नम्रता श्रेष्ठ। नम्रताजी आउनुहोस्। भ्याइ नभ्याइ छ नम्रताजीलाई, कहीँ कतै एमसी गरिरह, कार्यक्रम चलाइरह, जताततै अचेल देख्न पाइन्छ। प्लिज हिरोकै छेउमा उभिउँ न। हस्। अनि अब फेरि रेखा थापा, त्यो नाम हो, सबै एकापट्टि, रेखा थापा अर्कोपट्टि। त्यो किसिमको नेम, त्यो किसिमको फेम रेखा थापाले बनाइसक्नु भएको छ र आज धेरैजना अनुपस्थित भए तापनि केही चिन्ता लिनु पर्दैन, रेखा थापा हुनुहुन्छ हामीसँग। र अब म अरू कलाकारको नाम लिन्छु। लक्ष्मी गिरी, विशाल पहाडी, विशालजी आउनु होला अगाडि, रवि टन्डोल बेमान, अनि मनोज केसी, हाम्रै मनोज केसी। अरू पनि धेरै कलाकारहरू हुनुहुन्छ। अब सबैको नाम आजलाई मैले लिइन, एकचोटि ताली बजाइदिउँ न जसको नाम छुटेको छ। सम्मान स्वरूप सबैलाई हामीले यो सम्झ्यौँ। अब यहाँ उपस्थितिको हिसाबमा धेरै व्यक्तित्वहरू हुनुहुन्छ, मैले सबैको नाम लिन सक्दिनँ। सबैभन्दा पहिला पत्रकार सञ्चारकर्मी साथीहरूको कुरा गर्दा दुई अग्रज जेठो बाठो भइसकेपछि अरूको नाम लिनु परेन। त्यो नाम भनेको विदुर गिरी र डक्कु छेत्री। यो उपस्थितिका लागि। अनि फेरि एकजनाको नाम छुटेछ, ड्रेस डिजाइनर सुजनी मल्ल। सुजनी बहिनी आउनुहोस्, अगाडि आउनुहोस्। र यहाँ हामीसँग हुनुहुन्छ पूर्व माननीय नवराज सिलवालज्यू। नवराज दाई, यो उपस्थितिका लागि तपाईँलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। ऋषि सुवेदीजी हुनुहुन्छ, ऋषिजीलाई पनि धेरै धेरै धन्यवाद। त्यस्तै रूपेन्द्र श्रेष्ठ, दिया श्रेष्ठ, अमानत श्रेष्ठ, यो उपस्थितिका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अनि होनहार निर्देशक सबीर श्रेष्ठ, सबीरको 36 को आँकडा आउँदैछ, सहयोगी मान्छे। त्यस्तै निशा सुनार, हाम्रो गायिका निशाजी हुनुहुन्छ। अनि कका टिकीको डाइरेक्टर श्रद्धा पनि त हुनुहुन्छ। खै एकचोटि उभिनु त, उत्सवले उभिनु भनेको छ। ल ल, प्रकाश पुरी भाइलाई पनि मैले देखिरहेको छु। अब सबैजना हुनुहुन्छ, मैले अब नाम लिइराखेँ भने समय धेरै लम्बिनी भयो। एकमुष्ट रूपमा हामी ताली बजाइदिउँ न सबैलाई। अब गीत हेर्नका लागि हामी हतारिसकेका छौँ। माया भनेकै यस्तो होलाको टाइटल ट्र्याक हेरौँ, त्यसपछि अरू थप कुरा गरौँला। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू।